आज हामी सर्वे गर्न आएको थियौँ ब्याकेट ब्लकको ऊ त्यहाँ प्रिजम बोकेर बसेर म यहाँ लेआउट गरिरहेको छु हाम्रो बाइक अहिले ठ्याक्कै 10 बजेको छ होइन हामीलाई सर्वे गर्दा भोक लगाएर यहाँ अब के ल्यायो हो केटाहरूले आगोमा ट्याक्कै बनाएर खान लजाउँ हामी बस्दै ऊ त्यो हो होइन ऊ त्यो एक म ऊ त्यहाँ एकजना त्यहाँ हुन्छ एकजना ऊ यहाँ खाजा बनाइराख्नु भएको छ अब भोक लागिसक्यो काम गर्दा गर्दा उताबाट एउटा अर्को फ्यालो क्या यत्रो इरर आएको छ यार त्यस्तो त म त गर्दैन है काम अब त यो पोइन्टबाट काम गर्नुपर्छ नि अनुमानित त सबै त्यही हो उता डाँडासम्म त्यही हुन्छ ल केटाहरूमा फेरि भोक लगाएर पछि काम गर्ने इनर्जी नै आएन पहिलो कुरो त 11 बजीतिर खाना खान्थ्यौँ आज त कति बज्यो जो कहाँ छ ब्यागमा केटाहरूको ब्यागमा त के पुरै खाम केटाहरू त खाम बोकेर हिँड्न थालिसकेछ नि त काम गर्न कहाँ सजिलो हुन्छ र है मैले छोरा मान्छे भइसकेपछि अब भोक भन्ने कुराहरूलाई छोडेर भोक भनेको के हो भनेर अब यहाँ सुनाउनुहुन्छ हाम्रो कुकम्यानले ए यहाँ त मुला आलुबारी छ मुला खुकुरी लिएर आयो नि म त जाँदिनँ है आलुबारी छ यहाँको मान्छे नि ठिक छैन मुला यो जग्गा त किने होला नि त हाइड्रोले किने अब आलु लाउँथे यो जग्गाको कुरा नै मिलेन क्या हाम्रो पोइन्ट यी हो अब म पोइन्ट लिएर आउट गर्दा जाँदैछु केटा हाम्रो यहाँ सरजीले सक्नु भएन भन्नुहुन्थ्यो पोइन्ट लिएर आउट गर्नु चाहिँ केटा यहाँ हाम्रो टिएस रहेको छ मेरो बेबी हो आजभोलिको हाम्रो बेबी हुनुहुन्छ यहाँ बेबीलाई माया गर्नुपर्छ के गर्नु पर्यो ओ माई गॉड स्टेसन अब खाजा खाएर ब्रेकफास्ट गरेर के म प्रिजम लिन जान्छु है केटा अब प्रिजम यहाँ छ ए सेन्टरमै राखेर छन् केटाहरूले चिक्स यो लगेर जानुपर्छ होइन भोकै बुझ्यो है भोक नभएर काम गर्नुपर्छ भोक लाग्यो पेटमा मतलबै हुँदैन काम गरेर गरे मैले पनि ड्रइङ हेरेको त्यही छ एकछिन अब यहाँ कहाँ यहाँ हजुर बुझेन तर त्यो भाइले किन त्यस्तो गर्यो क्या त्यो भाइ होइन क्या त्यो मैले सर हो त्यो जागिर खाइदिन्छु भन्दै छ यार बिचराको है बिचरा यार रोगिहाल्छ नि त भएन एग्रेसिभ पनि हुँदैन होइन लाइफमा एग्रेसिभ हुनैपर्छ समय अनुसार गर्नुपर्छ मलाई त्यसो भनेको एउटा प्लास्टिक राख्यो नि यो प्लास्टिक बाल्ने या भोलिको लागि भने उता पछि कप भाँडाको लिन चाहिन्छ नि त कहाँ प्लास्टिक खोइ डढाइदिएको नि पहिले अनि के प्लास्टिक राख भाँडाको लागि के बनाउँछ त्यो सेतो प्लास्टिक के होला कहाँ अट्छ त्यो बुढो घरमा राखिरहेको मेसिन लगेर जाने उता कता लगेर मलाई त विश्वास छैन हामीले चढाइदियो उताबाट यता मेसिन उ गर्छु म पोइन्ट फाल्छु कुरा चाहिँ त्यो हामी गरिँदैन भाइ कुदिराखिँदैन बाइक के काम छोरै छ मुला हेर्न पो हेरिदिनु त 2 मिनटबाट 2 मिनट पुरो 4 मिनटमा सकिन्छ काम यहाँको मान्छेहरू त है यो बेचेरै धनी हुन्छ न यसको नाम हो अलैची यत्रो छ है जग्गा माथि माथिदेखि तलसम्म मोज छ नि यहाँको मान्छेलाई यो अलैचीको खासै यो कहाँबाट आएको ल भन्नुहोस् त तपाईँ अलैची खै यो जडीबुटी चाहिँ सबैभन्दा पहिले हजुर स्थापना कसले गर्यो थाहा थिएन तर योले बहुमूल्य वस्तुमा जान्छ 1 मन भनेको 40 केजी हजुर 40 केजीको 1,10,000 20,000 मा जान्छ 1 केजीको
40 केजीको 40 केजीको 1 लाख भनेपछि त यहाँको मान्छेहरू यही अरे धनी भएको होइन हजुरको छ कि नै अलैँची त हजुरको त्यो के रुद्रा दियो कि त्यो छ कि नै रुद्राक्ष त छ अनि कसरी छ त्यो केजीको रुद्राक्ष त अनि राम्रो मात्रै देख्छ नि त हो र ए राम्रो छैन राम्रो नै किन चाहियो र कति कति मुखे हुन्छ रुखराची हो कि रुखराची हो कि रुखराची रुद्राक्ष भनेको मुखे भन्दा पनि हजुर चिल्लो भन्ने एउटा शब्द छ कि रुद्राक्षको चन्द कडा छ है मेरो पैसा अलैँचीबाट अलैँची उर्म्या हो कि के हो हजुर दाइ त्यही भएर म यहाँ मेसिन सेट गर्न लगाइरहेको छु हाम्रो सरजीले मेसिन सेट गर्दै हुनुहुन्छ होइन यहाँको मान्छेहरू अब अलिक यहाँको मान्छेहरू कस्तो हुन्छ भने चाहिँ अब आफ्नो ठाउँमा आइरह नि त अब यिनीहरूलाई अलिक जग्गाको मूल्य अलिक धेरै चाहिन्छ नि त त्यही भएर हाइड्रोले अलिक कम दियो होला त्यो भएर चाहिँ यिनीहरूले जग्गा पास गराएन कि गराएन रे अनि अहिले हामीले लेआउट गर्दा चाहिँ पोइन्टहरू कहाँ के कस्तो छ भनेर हेर्दा यिनीहरूले अब यिनीहरूको जग्गामा पर्दा त अब हामीलाई मारिहाल्छ नि त्यही भएर उहाँ सरलाई भन्ने हामी त अब बच्चै छौँ नि त हामी त बच्चै छौँ उहाँ हो अब हामीले उहाँलाई सरले ल्याउनु भयो भन्ने हो मस्तले बस्ने हो खुकुरी त यहाँ फेरि भोजपुरी खुकुरी कस्तो हुन्छ थाहै होला भोजपुरी खुकुरी खाइहाल्दा माचिक्स एउटा छोरा मान्छे है उसलाई कालीकोटदेखि यहाँ काम गर्न आएको मान्छे ऊ केटाहरू दोलखादेखि यहाँ काम गर्न आएको मान्छे फेरि खुकुरी खायो भने फेरि अब भोजपुर कहाँ कालीकोट यहाँदेखि काठमाडौँ जाने 21 घन्टा अनि उसलाई लास मेरो लास उसलाई सोच्दै दिमागै बुझी कामै नगर्यो त्यही हो छोरा मान्छे भएपछि अब यस्ता अब कुराहरू आउँछ यस्तो लाइफमा धेरै स्ट्रगलहरू गर्नुपर्छ एक दुईवटा खुकुरी खाँदा नि के हुन्छ खाने उहाँ हो थाहा मलाई प्रिजम बोकेर पठाउँछु अब चाहिँ टक्क हामी यहाँ होइन त्यही राख्छु न त एकछिन हेरौँ न डराइ त्यो पोइन्ट हालेको ठाउँमा हेरौँ न डराइ सर्वे गरेको अवस्था भाइको यहाँ पसिना निस्किसक्यो यहाँ मलाई थाहा छ यस्तो जाडोमा पनि त यहाँ पसिना निकालिदिइसके ल ऊ त्यो मान्छे होइन 23 हेर्ने यहाँ परबाट यहाँ सुड्डोले हेरिरहेछन् खुकुरी बोकेर त्यही भएर यहाँ गाह्रो छ 23 को नि पोइन्ट होला हेर्न जानु त सबजना यता रेडी केटोले केही गर्न सक्दैनन् खोक्न चाहिँ खोकिरहेछ तर जान चाहिँ एकदम डराइरहेछ ऊ गफ दियो जोतिरहेछ है यो भाइले चाहिँ फेरि मार्दैन अगाडि जब हामी सर्वे गर्न हिँडेको होइन हाम्रो बेसिक चाहिँ उतै छ मारेर बाटो यही हो मैले त गरिसकेको आजदेखि भ्लग बनाउनु सुरु ट्याक्कै मस्तले बनाउँयो त्यस्तो बाटो जम्मा मऱ्यो भनेपछि गर्नु हुन्थ्यो तर म छोरा डरबार हुँदैन केटा हो यो बाटो यस्तो छ मुझे नेपालको बाटो हो नेपालमा यतिको भएन अन्त मुझे धान रोप्ने जस्तो बाटो छ यार के गर्नु लाइफ यस्तै छ यस्तो यहाँको मान्छेहरू यस्तै दाउराहरू बेचेर धनी हुन्छ अब यहाँ हामीहरू यस्तो कम्पनीको बाइक गर्लफ्रेन्डको सोच के छ भने हजुर दुईजना ट्याक्टर रानीमल जाने रानीमल राजाले रानीमल यस्तो ठाउँमा अब के गर्नु हेर रमाइलो गर्नुपर्छ जिन्दगीमा यिमा नि पानी लाउँदैछन् हेर्नु चिक्स उता गएर मेसिन लिएर आउनुपर्छ मेसिन सेट गर्नुपर्ने छ अलैँची बेचेर धनी हुन्छ यार
मलाई नि यस्तै अलैँची बारी चाहिएको थियो हाम्रो सर्वे यस्तरी हुन्छ है भाइ चिलमा छ जम्बुजी सबजना चिलमा म यहाँ अब टियासको काम मेरो म गर्छु केटाहरूलाई होइन 29 सेन्टी लेफ्ट थोरै माथि आउँदै 14 सेन्टी राइट थोरै उसले त्यही भन्छ टियासले लामो म के गरौँ त यो अलि अघि हेर्दाखेरि यसले डिस्टर्ब गरेर चाहिँ अलि उतै छ जानु न तपाईँहरूको काम के छ जिन्दगीमा एकजना मलाई चाहिन्छ है डर लाग्छ यो टोइलेट है गाह्रो छ यार सर्वे गर्दा नि गाह्रो हुँदो रहेछ यार लाइफमा यत्तिको लाइफ हो यत्तिकै रमाइलो गर्नुपर्छ मुझे मौसमले नि च्यालेन्ज हान्दा आज ट्याक्कै 1 गिलास चिया खानुपर्ने छ ट्याक्कै आज 1 गिलास चिया खाइन्छ मस्तले